हेलो एभ्रीवान, नमस्ते, वेलकम ब्याक टु माई आवर च्यानल स्मिको प्रेम डाङ्गी। वेलकम छ सबैजनालाई माई न्यू भिडियोमा। सो गाइज, आज चाहिँ म तपाईँहरूलाई कफी कसरी रोप्ने भन्ने बारेमा भिडियो बनाउन गइरहेको छु। सो भिडियोलाई स्किप नगरेर सुरुवातदेखि अन्तिमसम्म हेरेर साथ दिनुहोला। फर्स्टमा चाहिँ यसरी खाल्टा खन्नुहोस्। फाइनली यसरी खाल्टाहरू रेडी भइसकेको छ। तपाईँहरूले खाल्टा खन्दाखेरि चाहिँ यसरी 1.5 फिट बराबरको खाल्टा खन्न सक्नुहुन्छ। यसरी उपरको माटोलाई चाहिँ पहिला एक साइडमा राख्ने र आसनको माटोलाई चाहिँ एक साइडमा राख्ने। यसरी राख्दाखेरि चाहिँ अनि कफी रोपिसक्यो भने चाहिँ तपाईँले यो उपरको माटोलाई चाहिँ आसन पर्ने गरेर यो आसनको माटोलाई चाहिँ उपर हालेर यसरी रोप्न सक्नुहुन्छ। र खाल्टाहरू पनि रेडी भइसक्यो, हेर्न सक्नुहुन्छ। र यसै गरेर चाहिँ पहिला खाल्टाहरू खनेर रेडी बनाउनुहोस्। अच्छा, ठीक है। तपाईँ यहाँ कफीको बेर्ना छ होइन, यसरी यसलाई चाहिँ अब मसिनमा खोलेर रोप्छु, हेर्न सक्नुहुन्छ। धन्न छ है कफी चाहिँ। यदि तपाईँहरू रोप्न चाहनुहुन्छ भने चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ। यसरी चाहिँ यहाँ कफीको बेर्ना राखेको छ गाइज। फाइनली गाइज, मैले कफीको बेर्ना उखालिसकेको छु होइन। चाहिँ म रोप्नेवालामा छु, हेर्न सक्नुहुन्छ। मैले यहाँ मल पनि ल्याइसकेको छु होइन, 1 डोका मल ल्याइसकेँ। तपाईँहरूले चाहिँ आवश्यकता अनुसार चाहिँ मल हालेर रोप्न सक्नुहुन्छ। मल चाहिँ यसरी एकदम कुहिएको होइन, धेरै वर्ष पुरानो मल चाहिँ हाल्न सक्नुहुन्छ गाइज। यसरी मल हाल्न सक्नुहुन्छ। यसरी चाहिँ यो उपरको माटो चाहिँ तपाईँले आसन हाल्नुपर्छ। यो चाहिँ मैले ढुङ्गा भएको कारणले गर्दा चाहिँ यताको साइडको माटो लिएर हालिरहेको छु। यसलाई चाहिँ तपाईँले चाहिँ रोप्दाखेरि चाहिँ जति यो बेर्ना चाहिँ जमिनमा गाडिदिएको हुन्छ त्यति नै यहाँ पनि रोप्दाखेरि तपाईँले गाडेर रोप्न सक्नुहुन्छ। रोपिसक्यो भने चाहिँ यहाँ खाल्दाखेरि चाहिँ यसरी यो दबाउनु, किनभने यो बेर्ना चाहिँ ढल्न सक्छ। यसरी चाहिँ रेडी। फाइनली गाइज, मैले चाहिँ खाडल खनेको ठाउँहरूमा चाहिँ कफी रोपेर सकिसकेको छु, देख्न सक्नुहुन्छ। मैले कफी रोपेको चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। र भिडियो मन परेमा लाइक, सेयर र सब्सक्राइब पनि गरिदिनु होला। र भिडियोलाई सुरुवातदेखि अन्तिमसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच गाइज।